ल गाइस हामी चाहिँ निक्लिनु लागेको सबै आफ्नो आफ्नो पोजिसनमा हामी रुमदेखिको बाहिर रुमबाट निस्किनु लागेको छौँ। यो चाहिँ अहिले हाम्रो रुमदेखि तलतिरको है। आजभोलि धेरै भयो स्विमिङ नगरेको गाइस। यो चाहिँ आफ्नै गाडी हो तर गाडी नलगी जाने स्थिति भएर गाडी त अब टन्नै छ आफ्नो आफ्नै छ होइन। सबै यो आफ्नो आफ्नै हो। त्यही पनि अब अलिअलि खाइन्छ भनेर चाहिँ नचलाउने भनेर चाहिँ परदेशको यस्तै छ जिन्दगी। हाम्रो धातुहरू यता छ आउनु हुँदैछ। ल अब हाम्रो चाहिँ यो अब गाडी पनि आइपुग्यो अब चढ्न लागेको है। डबल ग्राफ भाडा गरेर के हिँडिरहेको त्यसो नभन्नु न यार ब्लगमा आउँछ क्या अझै बदल्छ। यो त देखाउन हो म भन्दै हाल्छु नि यार कस्तो भन्नुपर्ने हो भनेर। होइन आइरहेछ नि तपाईँ त मेरो भ्लग आएको बर्बाद छ यार। हाम्रो आइरहन्छ नि यहाँ हाम्रो 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 यस्तो हो नि त। आज केएलसीसी गरेर बिएसएनएलले क्यामेरा ल गाइस हामी चाहिँ यहाँ आइपुगेको छौँ पत्राया पञ्चायतलाई। यो चाहिँ नेपालमा हाल्नु छ है। अहिले चाहिँ पैसा निकालेको अवस्था। फोटो खिच्न बसेको पछाडि ल फोटो खिच्दैछ आज साथीहरू यो चाहिँ मार्केट आइपुगेको अवस्था है गाइस। मार्केट आइपुग्यो। मिठाई सिठाई किन्ने भने चाहिँ यता है प्रयागको यो माइटेन मार्केटमा लोकेस ब्यागहरू ब्यागहरू लेडिसहरू है। आज नचलेर फर्केर हिँड्दैछ। अहिले चाहिँ सपिङ मल जाँदै हो एकदम बाबा ल सिरानमै पुग्नु पर्दो रहेछ। पुग्न आँटेको अवस्था है अहिले। यहाँ चाहिँ साबुनदेखि लिएर हर कुरोको सेवा